साथीहरू यो चाहिँ साम्बर हो मेरो प्यारो काका काकीले मलाई साम्बर पठाइदिनु भएछ गरम गरम हो तातो न तातो रहेछ टिफिन खनाएर दिनु अरे भाइ आएको थियो पुऱ्याउनु अनि हो मक्सेन्टा यस्तो त बजारतिर कहाँ पाउँछ त्यो इडलीहरू बिक्री गर्दैन घरमा बनाएको ठिक छ यसरी है अनि यो पकौडा पनि पठाइदिएछु यो चाहिँ के को हो भाइ बडा मेरो काकाको छोरा ठुलो छोरा छोराले चाहिँ ल्याइदिएको है मलाई पुऱ्याउने चाहिँ ऊ हो टिफिन हतार खनाएर आएको यसो पर्खिन्छ खालि टिफिन पठाउनु अन्त म गइहाल्छु ड्युटीसँग ए अब खालि टिफिन पठाउनु मन लाग्दैन पकाउँदै थिएँ हालेर पठाइदिन्छु नि ल त पर्ख ल एकछिन गरमा गरम रहेछ कि अनि टेस्ट गर्नुलाई चाहिँ अलिकति राख्नु पऱ्यो गरमा गरमको टेस्टको मजा चाहिँ एकदमै आएकै हुन्छ होइन मिठो भएछ काका काकीले भन्नु पऱ्यो नि मिठो भएछ है काकाले बनाउनु भएको अरे हो एकदम स्पेसलिस्ट कुक हुनुहुन्छ काका पनि काकाको छोरा पनि हो दुईजना बाउ छोरा एकदम दामी बनाउनुहुन्छ यस्तो स्पेसल चिजहरू चाहिँ टेस्टी भएछ है काका थ्याङ्क यू सो मच काकाले पनि मेरो भिडियो पुरा हेर्नुहुन्छ हो काका काकीले सपोर्ट गर्छन् पुरा अनि भिडियो बनाएर भनिदिएको नि पुरा दामी भएछ खाएर देखाइ खाएँ काकालाई एकदमै टेस्टी भएछ है हुन्छ साथीहरू पकाउँदैछु ल